दाइल पठाएको पार्सल तिमीलाई देखेर मलाई छोरो आए जस्तै लाग्यो एकै ठाउँ त होइन आउने बेला भेट भएको थियो सन्चै बिसन्चै के छ थाहा छैन ए दाइ अरे विष्णु तिमी यहाँ अरे दाइ हजुर यहाँ कहिले आउनुभएको 7-8 महिना भयो बल्ल आएको ए हो र दाइ अनि कहाँ काम गर्नुहुन्छ त कहाँ काम गर्ने भन्ने भाइ कन्स्ट्रक्सनमा गर्नुपर्छ एकदमै गाह्रो काम छ नि भाइ घाममा काम गर्नुपर्छ सोच यस्तो नहुने रहेछ नि भाइ अनि भाइ तिमीले कहाँ काम गर्छौ त म त होटलमा हो दाइ अनि आएको कति भयो त भाइ मेरो त 2 वर्ष भयो नि दाइ पर्सि घर जान थालेको ए हो र भाइ त्यसो भए मेरो पनि केही सामान लैदिउ न है हुन्छ कति छ र सामान दाइ थोरै सामान भयो त लैदिउँला नि त धेरै छैन भाइ त्यही 2-3 किलो जति होला ए त्यति सामान त लैदिइहाल्छु नि दाइ अनि त्यसो भए अब हाम्रो भेट कहिले हुन्छ त भाइ भेट्न त पर्यो नि एकचोटि ए हुन्छ नि त है जाऊँ न त हाम्रो कोठातिर गएर सल्लाह गरौँ ल बाहिर गर्मी पनि यस्तो गर्मी छ हुन्छ आमा कपडा लानु भयो कपडा त लाएँ कहाँ लानु खोजिसकेर मलाई यसो घुम्न जाऊँ भनेर हो कि आमा यस्तो वर्षमा कहाँ जाने र पानी आउनु ला अहिले त आएन गएर आइहालिन्छ क्या आमा नजिकै हो जाऊँ गइहालौँ कहाँ आउँछ र गएपछि थाहा भइहाल्छ नि किन लौचन जाऊँ रमाइलो हुन्छ यस्तो परो चाहिँ यही छ है ल्याइछन् मलाई कस्तो छ कि ला म त बस्छु के हो यस्तो डाइनोसर हो क्या यो डाइनोसर कति डर लाग्दो बनाएको नछोड्छु किन जकरो यो यसरी खेल्न होला नि सिक्लिटी खेल्न आउँदैछ आज बनाएको यही हो आज केही पाइँदैन
घर जाने होला नि को हुनुहुन्छ घरमा? ओ आमा, हजुर नमस्ते आमा। नमस्कार मलाई चिन्नुभयो आमा? चिने जस्तो पनि लाग्छ बिस्नु होइन र विष्णु नै हो। ल आउन त बसौँ ल न, दाइले पठाएको पार्सल। को दाइले सुमन दाइले। दाइसित भेट भएको थियो हजुर, एकै ठाउँ त होइन, आउने बेलामा भेट भएको थियो। अन्त कस्तो छ त बाबुलाई सन्चै छ कि कस्तो छ ठिकै छ। के गरियो छ काम कम्पनीमा काम गर्नु रहेछ। किन आइदिनु भएको र? फोन पनि आउनु सन्चै बिसन्चै के छ थाहा छैन होइन, सन्चै हुनुहुन्छ। किन रुनु भएको छ र आमा? तिमीलाई देखेर त मलाई छोरो आए जस्तै लाग्यो। अब कहिले आउँछ त्यो केही थाहा छैन। तिमी कहिले जाने हौ अझ 20 दिनपछि जान्छु आमा। नरुनु क्या आमा, पिर नमान्नु क्या आमा। दाइ सन्चै हुनुहुन्छ? दाइलाई भेटेर आएको नि तपाईँ त। जाने बेलामा भेट भयो जसरी मसित ल आमा, पिर नगरिकन बस्नु, म अहिले जान्छु। ल आउँदै गरे जाने बेलामा भेट भए जाने बेलामा भेट हुन्छु। ल ए बाबु पो आउनुभयो रहेछ। नमस्ते बाबु। नमस्ते भाउजू, सन्चै हुनुहुन्छ नि? बाबु सन्चै। कहिले आउनुभयो त विदेशबाट? 4-5 दिन भयो भाउजू। दाइले थोरै पार्सल पठाइदिनु भएको थियो, त्यो छोड्न आएको। हो र बाबु, ल बस्नु त, म पानी लिएर आउँछु। ल भाउजू, मलाई हतार छ, म अहिले जान्छु है। हुन्छ।